हेलो नमस्ते गाइस सबैजनालाई तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। सो आज चाहिँ म चाहिँ बिहान बिहान आफ्नो घरदेखि बाहिरतिर निस्किरहेको छु र यतिखेर चाहिँ बिहानको ठ्याक्कै 8 बजेर त्यस्तै 50-51 मिनेट गइसकेको छ र म आफ्नै बिहान आफ्नो घरको बाटोतिर छु र हाम्रो यो उता जाने बाटो यो अगाडि उता जाने बाटो चाहिँ टिटीको रोड हो। टिटी लेक जाने बाटो, टिटी गाउँ जाने बाटो र उता जाने लेते धम्पु जाने बाटो। सो म चाहिँ यतिखेर यहाँ चाहिँ उपस्थित छु र साथीहरु आजको यो हाम्रो यो वरपर देख्न सक्नुहुन्छ यो रोडहरु चाहिँ अहिले चाहिँ हल्का मर्मत हुँदैछ है। यो केही वर्षभित्र पनि यो बाटोमा चाहिँ अब खास सायद पिच हुन्छ होला पारीको जस्तो दुईटा गाडी छिर्ने पिच बनाउन लागेर चाहिँ खास यो पिच पनि हुन सक्छ साथीहरु। र पारी यस्तो देख्न सक्नुहुन्छ पारीको भ्यू, पारी गाडी हिँडिरहेछ, खोला नाला अनि वन जंगल है साथीहरु। र त्यसमाथि हिमालहरु अनि हिजो राति चाहिँ कस्तो छ भन्दा गाइज हैन, हिजो राति चाहिँ पानी परिरहेको थियो है। बेलुकादेखि पानी पर्यो, जस्तै 6 बजेबाट बेलुकाको 6 बजेबाट पानी पर्न सुरु गरेको। हिजो हल्का आकाशहरु पनि गडाङगुडुङ करायो के, ठ्याक्कै बर्खा जस्तो के हैन। खासै बर्खाको टाइम त आएको छैन, त्यही पनि हिजो बर्खाको जस्तै गडाङगुडुङ करायो अनि हल्का यस्तो हिउँहरु पनि परिरहेको छ। लगभग हेर्न सक्नुहुन्छ गाइज, माथि हिउँहरु परिरहेछ। अनि यो उताको भेगतिर चाहिँ खासै त्यो तल भेगतिर चाहिँ त्यो घाम लाग्ने चौरतिर चाहिँ हिउँ परेको छैन। यता हाम्रो साइडतिर चाहिँ देख्न सक्नुहुन्छ सेतै हिउँ, अलिअलि हिउँहरु झरिरहेको छ यो जमिनतिर। अनि यता यो साइड पाखातिर पनि हिउँहरु परिरहेछ गाइज हैन। अनि म चाहिँ अनि लास्टै झोलायो कि घर बस्न नि, अनि यसो बाहिर चाहिँ फ्रेस हुन घुम्दिउँ भनेर चाहिँ म चाहिँ यहाँ चाहिँ हिँडिरहेको छु गाइज है। ल देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यतातिर चाहिँ अब त्यो हिउँ परे नि रमाइलो देख्छ कि हैन। वरपर सट्टल देख्न सक्नुहुन्छ गाइज, वरपर हेर्नु त सेताराम हिउँ छ पारी यो माथि हिमालतिर यतातिर। मैले खास तपाईहरुलाई यही भ्यू देखाउनको लागि आजको यो कन्टेन्ट नै त्यहीको लागि बनाएको। खासै के जङ्गलहरु छ क्या, यो जङ्गलहरु चाहिँ हामी चाहिँ यस्तो दाउराहरु काट्ने जङ्गल हो क्या हैन। दाउराहरु काट्ने जङ्गल, यस्तो घाँस दाउरा गर्ने जङ्गल हो। ल देख्न सक्नुहुन्छ माथि यो चाहिँ कोखिटाटीको बाटो। ल माथि यो चाहिँ हिमालहरु देख्न सक्नुहुन्छ, यो चाहिँ कोखिटाटी बाटो। अनि यता चाहिँ यस्तो बाटोहरु बनाइरहेछ अहिले चाहिँ। पहिला चाहिँ गाइज हैन यो बाटो लास्टै गाह्रो हुन्थ्यो के, अलिकति पानी पर्ने बित्तिकै यो किनकि बाटो मर्मत थिएन हैन। यो बाटो मर्मत नहुनको कारणले गर्दाखेरि चाहिँ लास्टै हिँड्न पनि अलिक गाह्रो हुन्थ्यो अनि बाइकहरु चढ्न पनि गाह्रो हुने। हल्का अब त्यस्तै हेभी ट्रकहरु अनि ट्र्याक्टरमा केही सामानहरु लोड गरेर ल्यायो भने चाहिँ अलिकति डिफिकल्ट हुन्थ्यो कि हैन, यहाँबाट माथि चढ्न लास्टै हेभी गाह्रो हुने हैन। अहिले चाहिँ यस्तो बाटो यस्तो राम्रो बनायो नि त, अहिले फिनिस यस्तो बनाइरहेको छ। अब यो बाटो पनि अब मर्मत हुने उसमै हो, अवस्थामै हो। देख्न सक्नुहुन्छ पारी, यो पारीको भ्यू हो साथीहरु। ल है साथीहरु, पारीको यो हिउँ परेको सर र हिमाल अनि पारी चाहिँ गाडीहरु हिँड्छ त्यो रोडतिरबाट। ल है साथीहरु, यस्तो छ हाम्रो वरपरको भ्यू सर। ल अनि यो पाखामा अलिअलि हिउँहरु पनि छ है साथीहरु। एउटा कुरा के छ भन्दाखेरि हैन, यहाँ चाहिँ एउटा ताल जस्तो छ क्या, यहाँ कता कता माछा पनि देखे जस्तो मान्थ्यो हैन। अब त्यो छ कि छैन अब हामीले चेक पनि गरे हैन। ल ल हेर्न सक्नुहुन्छ गाइज, यहाँनिर ताल छ क्या है, यो ताल छ गाइज, यो गहिरो ताल छ। यी ठ्याक्कै खतराकै हिमालको रिफ्लेक्सन देख्ने, हिमाल अनि तल रिफ्लेक्सन, यसको ठ्याक्कै रिफ्लेक्सन देख्छ। ल देख्न सक्नुहुन्छ गाइज, यही हाम्रो वरपरको मुस्ताङ जिल्लाको वरपरको भ्यूहरु देख्न सक्नुहुन्छ। यो चाहिँ कोखिटाटी भिलेज हो है, कोखिटाटी भिलेज। यहाँ चाहिँ गाइज हैन पहिला यहाँ उसमा पनि योमा पनि ताल थियो क्या, यहाँ अगाडि देख्न सक्नुहुन्छ यो गाडी जस्तो राखेको। यहाँ चाहिँ एकदम एउटा पोखरी जस्तो थियो हैन। हामी चाहिँ अब बच्चा बेलामा त हो नि हैन, बच्चा बेलामा त यस्तो हल्का पानी पनि खासै सफा थिएन, फोहोर थियो कि हैन, हल्का फोहोर हुन्थ्यो। अनि बच्चा बेलामा त अब थाहा हुँदैन नि त हैन, खेल्न पाए भयो। अब हामी चाहिँ स्विमिङ गरिदिन्थ्यो क्या, यो उसमा यो बिचको पोखरी हुन्छ नि, यहाँ चाहिँ हामी स्विमिङ गरिदिन्थ्यौँ। अनि पछि है त्यस्तो रमाइलो हुन्थ्यो कि त्यति बेला हैन। अहिले धेरै चेन्ज भयो नि त, अब समयअनुसार धेरै चेन्ज भयो। ल देख्न सक्नुहुन्छ गाइज, अनि यहाँ एउटा घर थियो कि गाइज, पहिला यहाँ एउटा काठको घर थियो हैन, यहाँ पनि मान्छेहरु बस्थ्यो। अनि गाइज अनि यहाँदेखि चाहिँ उता चाहिँ अब मान्छेहरु बसेको छ। अब यो अब पहिला धेरै मान्छेहरु छैन कि यो गाउँमा नि हैन। अब कोही कता हिँड्यो हैन, कोही अब कता हिँड्ने भएको कारणले गर्दाखेरि घरहरु मात्रै भयो। अनि त्यसमा चाहिँ मान्छेहरुको संख्या कम भयो क्या। यहाँ अलिअलि यो गाउँमा अलिअलि छ मान्छेहरु, अलिअलि बसोबास गर्छ हैन यो गाउँमा। अनि यो माथि चौरो हो गाइज है,
यहाँको भ्यूले खाने नि भ्यूले चौरो हुन्छ। यहाँ चाहिँ सायद यीहरू हिउँदको टाइम कस्तो हुन्छ भन्दाखेरि लास्टै ढिलो घाम लाग्छ होइन। हाम्रोतिर अलि छिटो लाग्छ उता त्यो गाउँतिर, यहाँ चाहिँ लास्टै ढिलो घाम लाग्छ। अनि उता अझै उता यो पुल साइडभन्दा उतापट्टि के हुन्छ त्यो सौरु गाउँ हो कि त्यहाँ पनि एकदम ढिलो घाम लाग्छ है। कुनै दिन त्यतातिरको फुर्सद भयो भने त्यतातिरको भ्यूहरू पनि खिचेर हालौँ ल होइन। म गाइज होइन, म फुर्सद भयो भने यहाँ धेरै ठाउँ घुम्नु छ क्या मलाई होइन। आफ्नै ठाउँको नि घुमेर तपाईँहरूलाई म घुम्न त म घुमिरहेको छु होइन। त्यही पनि तपाईँहरूलाई देखाउनु त पऱ्यो नि, आफूले मात्र देखेर भएन होइन। त्यही भएर म यहाँ चाहिँ यसो विचार गरेर कुनै कुनै ठाउँहरू चाहिँ एक्सप्लोर गर्छु, घुम्छु, भिजिट गर्छु। अनि यो भ्लग बनाउँदै हाल्दै गर्छु, तपाईँहरूलाई देखाउन चाहिँ मेरो चाहिँ ठुलो इच्छा छ। अब कुनै दिन फुर्सद भयो भने होइन गाइजन म भ्लग चाहिँ कन्टिन्यू गर्नु मन लाग्छ होइन। नयाँ नयाँ कन्टेन्टहरू गर्नु मन लाग्छ, तर यस्तै हो काम हुन्छ घरतिर होइन। आफ्नो गाउँघरतिर यस्तो काम हुने भएको कारणले गर्दाखेरि चाहिँ खासै त्यति कन्टिन्यू दिन पाउँदैन कि होइन। किनकि हामी त सुरु भर्खर चाहिँ सुरु गर्दै गरेको हो गाई चाहिँ ल यस्तो हो। अनि यता अगाडि कोखेटाठी गाउँहरू देख्न सक्नुहुन्छ। यो खास यो पहिला यो यता यो ब्याक साइड छ नि, योमा रोड थिएन क्या, यो पुरै बगर हो। यो बगर हो अनि सरी योभन्दा अलि त बगर हो। अनि यो हल्का बाटो थियो। अनि यहाँदेखि त्यो उता त ऊ थियो क्या बाटो भनेको तपाईँको यहाँदेखि यहाँसम्म मात्र थियो बाटो। यहाँदेखि उता चाहिँ पुरै बगरको रूपमा थियो क्या। पछि चाहिँ अब बनायो नि त, बनाएपछि यता पछाडिपट्टि पनि अब बाँधसाध हाल्यो। अनि पछाडिपट्टि पनि पुरै रोड भयो। अब यता पनि रोड, यता पनि रोड। यताबाट पनि खास पहिला हाम्रो ट्र्याक हुन्छ नि, हिँड्ने ट्र्याक यही हो गाइज, हिँड्ने बाटो ट्र्याक यही नै हो। यस्तो सर र यता ट्र्याक हो। अनि यो पछाडिपट्टि पनि जानु मिल्छ, यो घरको पछाडिपट्टि पनि उता निस्किनु मिल्छ है साथीहरू। ल त गाइज, अनि आजको भिडियो चाहिँ धेरै नलम्ब्याम होइन। आज चाहिँ मैले बिहान यो भिडियो यसो बनाएर हाल्नु मन लाग्थ्यो। अनि हिउँ परेको थियो अनि त्यही भएर अनि झ्याउला अनि त्यही भएर यसो भिडियो बनाएर हालिदिउँ भनेर। सो गाइज भिडियो कस्तो लाग्यो, मेरो भिडियोलाई लाइक सेयर कमेन्ट अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। र बाँकी आउने दिनहरूमा पनि यस्तै खालको नयाँ कन्टेन्ट भिडियोहरू लिएर तपाईँहरू समक्ष उपस्थित हुनेछु भन्दै अहिलेलाई चाहिँ छुट्टो, बाई बाई।